vlogging. Oh my god. साइकलबाट बाइकमा अपग्रेड भइसक्यो। यो चाहिँ म पढ्ने स्कुल है। हिजो मेरो 11 सक्यो, 11 क्लास। यो माय गॉड। त्यो माथिको त्यो भएको मेरो क्लास हो। एक्सिडेंट। ओ माय गॉड। ओ भाई 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 कंटेंट मिल गया है। कंटेंट खतरे कंटेंट भएछ हैन। खतरे खतरे बजे हिँडेको हामी 45 मा। हाम्रो पूर्वको मुटुमा बस्न सफल बेताना बेतासिका। यो ब्लगमा I'm posting like 4 months after। 4 महिना पहाडीमा कन्टिन्यू गर्दैछु आजको यो ब्लग। एक हप्ता बढेर डेली आउँछ अब। मामालाई बोलाउँछु नि। ए मोटो भ्लगिङ पनि डेली आउँछ अब 5 दिन पहाडी जति। तान्छ मजाले। लक्ष्मी मार्ग आइपुग्न आँटिम गफ गर्दा गफ गर्दै। लक्ष्मी मार्ग आइपुग्यो है। वाइड एंगलबाट खिच्दा बब्बाल देखिने रहेछ र अब वाइड एंगलबाट खिच्नु पर्यो। ओ न्यू रोड त्यो बाटो सबै ध्वस्त भएको छ। यो बाटो जाने हो। ओ माय गॉड। गल्ली रोड गल्ली गल्ली। सिट भएछ नि त रोड पनि हाइवे जाने। यही त नि अघि बाइक हाल्ने गरेको। अघि त्यही बाइक खोज्दै बसेको थियो गुगलमा। हामीले त्यही बाइक आइज अगाडि। ठुलो यस्तो गर न तपाईँलाई र मलाई दुईवटा देखाइदिन्छ। हातै दुख्छ क्या यस्तो गर्दाखेरि भ्लग बनाउँदाखेरि। अनि औ बेच खुट्टा बिजो हिरोले। एउटा माइक किन्नु छ। एउटा माइक हजुर एउटा माइक गिफ्ट हानिदिनु पर्यो कसैले। एउटा होइन दुईवटा भएको। एउटा त म बोलिहाल्छु, एउटा साइडको मान्छेलाई बोल्न दिनु पर्यो नि त। यु नो प्लिज पुरानो भ्लगहरू पनि चेकआउट गर्नु होला है। हामीलाई ठ्याक्क 45 मा हिँडेको 60 भयो। मैले त अनि यही बनाउँदै 5, 8, 10 मिनट त भिडियो भइसकिसक्यो त अनि।
यस्तो बाटोमा पनि हामीले 15 मिनटमा खानेभरि आइपुग्यौँ भनेपछि रोड राइड ब्याक टु आवर होम टाउन गाइज Oh no, shit. माछा बाटामा मगा पाइहाल्थ्यो नि यो पनि पिच हो अब पिच भन्दैछ जाउँ न उताबाट फोन गर्छु म एकदिन नि त यो त मोटो भ्लग नि 1 घन्टाको भइसकिसक्यो होला अब यही भिडियो मात्र पोस्ट गर्छु म अनि फेरि अर्को भरे छुट्टै नाइस आइडिया कस्तो टिलिलिली परेर देखिँदैन यार ए हिँड्नु है त चिया मै खान आउनु न ए हेलो I'm back यस्तो हेरेको होइन 18 मिनट 20 मिनट पुगिसकेछ भ्लग चाहिँ अब 18 मिनट पछाडिको काट्दा ओर्दा 10-9 मिनटसम्म जान सक्छु त्यही हो धेरै बेर कसले हेर्छ र त्यस्तो अल्छी लाग्दो त्यही भएर सो आजदेखि चाहिँ भ्लग रेगुलर आउँछ भन्दै होइन हजुर समक्ष आई गेस आजको लागि एउटा भ्लगको लागि बिदा लिन जान्छु फेरि अर्को भ्लग सायदै स्टार्ट गर्छु होला आज है त ल पिस गाइज अब फेरि अबदेखि रेगुलर भ्लग आउँछ जहिले हेरिदिनु होला है बिहानै अब आजको त ढिलो आउन सक्छ भरे बेलुका नै आउन सक्छ आई गेस एडिटिङ हाने होइन चार्ज सकिसक्यो फोनमा आइफोन समस्या अनि त्यस पछाडि अब चार्ज लगाइदिन्छु अनि कोठा सफा गर्छु अनि सुत्छु अनि उठेर अब एडिटिङ गर्छु अनि भरे 4-5 बजीतिर पोस्ट गर्छु त्यति बेला मेरो अब हुन्छ नि त हेर्ने मान्छेहरू पनि ठ्याक्क कामसाम सकेर पढिसकेर ठ्याक्कै स्कुलबाट आउँछन् सो होइन लेट्स गो है जाउँ यति भन्दै अब हजुरहरू समक्ष बिदा लिन चाहन्छु धन्यवाद।